Last day in Okinawa, guys. Oh my god. Mutu camera cha mutu. Eksin barkala. Hello everyone, welcome to my new vlog. So आज चाहिँ म बिहान बिहानै रेडी भएर कहाँ जाँदैछु त भनेर भन्दिन। आज चाहिँ म ओकिनावा छोडेर जाँदैछु चिबाकेन। अनि अब चाहिँ मेरो चाहिँ आज फ्लाइट छ नि त, त्यही भएर मेरो साथीहरु यहाँ पुरान जान लाग्यो, दाइहरु साथीहरु अनि कोही आउँदैछ, त्यही भएर हामी चाहिँ पर्खिरहेको छौँ यहाँनिर। गाडी आएको छैन, ट्याक्सीमा जान लाग्यो यहाँबाट चाहिँ हामी। लास्ट डे इन ओकिनावा गाइस। ओ माय गॉड, मुटु कामिरा छ मुटु। असे साथी के छ? जाडो भएन ल हेलो ल्यासो जाइसक्यो अहिले नै के भएको? मलाई कस्तो जाडो हुन्छ, कपालले सुके छैन, बिहानै उठेर नुहाएको मैले चाहिँ कपालले सुके छैन। यहाँ हामी चाहिँ ट्याक्सी कुदिरहेको छौँ गाइस। लौ न नसक्नु छ कुकौमा दे कुकौ एयरपोर्ट आओ साथीहरु आओ लु बाई बाई ल, राम्रोसँग बस्छ सबैजना। अब चाहिँ हामी हिँडेको गाइस। कस्तो जाडो छ, म त गलबन्दी पनि भिडेको। यसले त जाडो भएन क्या हो, टोपी सबै केही लाउनु होइन, यस्तो हिँडेर झन् त कति जाडो होला केटी, कुरै नगरौँ। अरे बा ओकिनावा पनि लास्ट दिन यार, आज त लास्ट आवर ओकिनावाको ट्रेन गाइस त्यो पर हिँडिरहेको चाहिँ। आजसम्म 2 वर्ष यही ट्रेन हेरेर बितायो। अब 2 वर्ष अबको कति वर्ष बित्छ थाहा छैन। अब लामो ट्रेन चाहिँ होइन, कमिलो जत्रै छ हो। फाइनली हामीले एयरपोर्टमा आइपुग्यो। अहिले चाहिँ मेरो जनताहरू पनि छ, ऊ र म चाहिँ जाने हो। अनि उनीहरू सबैजना फर्किने। बहिनी भन्नु, साथी नभन्नु, साथी होइन अब बहिनी नै भन्नु। बहिनी ल दिदी हो, दिदी हाइट चाहिँ अग्लो हो, अनि बहिनी भन्नु। तर एज चाहिँ भन्दा सानै हो गाइस। बहिनीले चाहिँ ढोग्ने है दुवैजनालाई। अब चाहिँ हामीलाई खाजासाजा लगाइदिइसक्नु भयो। अनि पछि 1-2 फोटो पनि खिच्यौँ। अब हामी अब चाहिँ जानुपर्ने हुन्छ एकछिनमा। साथी नरौला नरौला मेरो साथी। लु न दही खुवाउने कार्यक्रम चल्दैछ यहाँनिर। हामी चाहिँ 12 बजी जाने हो। अहिले चाहिँ कति 11:40 भयो। शुभ यात्रा। ल ल जिन्दगीमा छुट्टी मिलेको यस्तै हो, राम्रो जाऊ है। भयो रुने काम चाहिँ होइन फेरि। लौ न चिठी तिम्रो घरमा शान्ति छ, मिलेर बस्छ के। नरु भने बेइज्जत नगर्ने मान्छे छेउमा है। चिठी नरु के यस्तो
कल गर्छौँ के उता गएर कस्तो माउस हो नि भोलिपर्सि हाजी गर्छौँ हँसाउँछ पनि रुवाउँछ पनि हो नरो के नरो नरो है नरो ए ओए नमानिस फेरि म के बोलिन अब मनी रोइदिन्छु अनि रुन हुँदैन क्या रुन हुँदैन ल रो छिटो त्यही बढ्ती छेउमा छु म जबरजस्ती रुने हो च्या त्यस्तो चाहिँ हुँदैन है दुईजना मिलेर बस्नु दुईजना मात्रै हो मेरो साथीलाई राम्रोसँग हेर ए पोखायो अब मिठो भयो भन्छ यहीले ल्यायो मिठो रे यस्तो चला साथी धेरै धेरै तिम्रो माया जस्तो यस्तो चला अब भिना दाइ तिम्रो हातको अन्तिम जति मिठो मिठो खाने कुरा खाएर पठाइदिउँ आउने बेलामा सम्पर्क गर न धन्यवाद धेरै धेरै ल गाइस अब चाहिँ हामी लाग्यौँ अब हाम्रो भेट कहिले हुन्छ थाहा छैन सबैजना यत्रो 2 वर्ष 1.5 वर्षसम्म सरकारले सबै गर्छ हेर्न राम्रोसँग बस राम्रोसँग काम गर राम्रोसँग पढ भोलि पर्सि अब अटोकी आयो भने भेटौँला नभए तिम्रो सबैजना यतै छ म यतै आउनु भेट्नलाई होइन के छ र नेपालदेखिको साथीहरू चाहिँ हाम्रो चाहिँ नेपालदेखि नै चिनेको भयो होला 3 वर्ष भयो होला होइन चिनेको 3 वर्ष भयो 3 वर्षसम्म अहिलेसम्म एकचोटि पनि झगडा गरेनौँ होइन ससुमा साथ दियोहरूले मलाई त्यो भएर पहिला भनिदिएको भोटेको छोरीको सङ्गत गऱ्यो भनेर तर यसले छोडेर एकदमै नराम्रो लागिरहेको राम्रोसँग गएस् उन्नति प्रगति गरेस् नबिर्सेस् एकछिन पर्खा ल राम्रोसँग बस्न सिकी राम्रोसँग पढ है धेरै उन्नति प्रगति गर भोलि पर्सि भेटौँला कति अघि हौ बला थाहा भयो हामी चाहिँ अब छिरेको प्लेनमा होइन टक्क साथै बोर्डिङ पास लिएर हिँडिरहेको छौँ भिडियो बनाउन पाउँछ पाउँदैन कस्तो भइसकेर कपालहरू पनि बनाइरहेको छौँ केही छैन फाइनली गाइस हामी चाहिँ अब प्लेनबाट झरेर जाँदैछौँ ल्यान्ड भइसक्यो नाइता इन्टरनेसनल एयरपोर्टमा अब हामी चाहिँ हाम्रो सामानहरू रिसिभ गरेर जानुपर्ने हुन्छ होइन 4 बजीसम्म कम त गाह्रो छ यहाँ
सुते हेर न अनुहार पनि म त सुतेरै आइपुग्यो भने यतापट्टि लेफ्ट साइडमा थियो राइट साइडमा भावना थियो अनि म दुवैपट्टि पल्टेर सुतेको छु। फाइनली यसले चाहिँ आफ्नो साथी भेटिसकेको छ भन्नु अनि यो चाहिँ धेरै खुसी छ भन्नु। मेरो पनि दिदी आउँदै हुनुहुन्छ लिनलाई यहाँ पर्खिरहेको छु म गेटमा। फाइनली भेट भयो हाम्रो चाहिँ यहाँ कुर्दा 4:30 भइसक्यो। अब चाहिँ हामी रुम जानुपर्ने हुन्छ यहाँबाट। अब चाहिँ हामी जान्छौँ दिदी। चाबी ल्याएकी ल्याएन चाबी ल्याएकी छैन चाबी हामी चाहिँ अब उता एयरपोर्टबाट ट्रेन चढेर आएर यहाँनिर अब फेरि अर्को ट्रेन यहाँबाट झरेर चाहिँ अर्को ट्रेन चढेर जानुपर्ने हुन्छ। त्यही भएर हामी चाहिँ यहाँ ट्रेन स्टेसनमा चाहिँ पर्खिरहेछौँ ट्रेन आउँदैछ अनि यतातिर पर्खिरहेछ हाम्रो सर पर्खिरहेछ भित्र जाडो छ लास्टै जाडो छ। फाइनली गाइज हामी चाहिँ रुममा आइपुग्यौँ। भनेपछि हाम्रो रुममा चाहिँ केही छैन आज केही छैन एउटा टिभी बाहेक अनि पछि यहाँ टेबल एउटा छ अनि पछि दिदीले चाहिँ हाम्रो बत्ती छ यत्रो फर्निचर छ अनि अरू मेरो त खाली थियो खाली केही थिएन हामी सबै किने रियो प्यालेस हो रुम भएर हो तपाईँ रुम भएर हामी चाहिँ रियो प्यालेस भएर त्यो छ राम्रै लाग्यो होइन। अनि पछि यहाँ कोही मान्छे यहाँ बसिरहेको छ हाम्रो सामानहरू आइपुगेको छ नि यो विकेको मान्छेले अब सामान ल्याइदिँदैछ होइन 8 बजी आउँछ भनेको छ। अब 8 बज्न लाग्यो अब सामान आउँछ। यहाँ नै रहेको छ हाम्रो यो खाना तताउने रेन्जी अनि यहाँ फ्रिज रहेको छ अनि यहाँ किचन अनि यहाँ सेन्ताको अनि पछि यस्तै छ अलिक सानो सानो सागुर छ होइन अनि वासरुमहरू बाथरुमहरू यतातिर छ त्यही हो। अनि यहाँ माथि पनि बस्ने ठाउँ छ अन्त साथी के छ साथी लास्टै चिसो छ भुइँदै कस्तो खुट्टा ठिराएर मर्न लागिसक्यो म। फाइनली गाइज होइन हामी चाहिँ अब नेपाली पसलमा गएर खानासाना खाएर अब रुम फर्किँदैछौँ अनि दिदीलाई धेरै धेरै धन्यवाद लास्टै दुःख पाउनु भयो हाम्रो लागि कस्तो ढिलो हो र जसरी हामी यहाँसम्म आइपुग्ने ठुलो कुरा हो हाम्रो लागि ओकिनावा भन्दा लास्टै जाडो रहेछ अनि यस्तै हो। आज एक दिन चाहिँ हामी जस्तो जस्तो कटाउनु पर्ने हुन्छ भोलि पर्सि त हाम्रो बानी भइहाल्छ यस्तै छ ल बाई बाई गाइज। अब नेक्स्ट डे भेटौँला कमाउनु पर्छ हो यसरी अलिकति हाम्रो त्यसै नराम्रो नदेखाउ है फेरि अलि तपाईँ राम्री हुनुहुन्छ हौ ल बाई बाई गाइज। अब नेक्स्ट डे भेटौँला है त।